चाहिँ मलाई कमेडी गर्नु भनेर भन्नुभएको थियो। मैले प्रिपरेसन केही पनि छैन भनिसकेपछि उहाँले चाहिँ एक्सपिरियन्स सेयर गर्नुहोस् भनिदिनु भयो। तर वास्तवमा मलाई लाग्छ कि पन्तहरू चाहिँ एकदमै धेरै एनर्जेटिक हुन्छ। हुन त मैले अहिले एकदमै एजेड होइन आदरणीय बुवाहरूलाई देखिरहेको छु, तर पनि सन्तोष पन्त सरलाई देखिसकेपछि मलाई के फिल हुन्छ भन्दाखेरि पन्तहरू एनर्जेटिक हुन्छ। अघि म सँगै बस्दाखेरि पनि सरले भन्दै हुनुहुन्थ्यो यो शनिबार चाहिँ प्रोग्राम नराखे भए हुन्थ्यो, घरमा बसेर छ्याङ खाना त बहुत रमाइलो हुन्थ्यो। मैले सरलाई भने हजुर डेली खानुहुन्छ र? सरले भन्दै हुनुहुन्थ्यो डेली वाक पनि गर्छु, डेली टक पनि गर्छु। पन्तहरूलाई देखिसकेपछि चाहिँ मलाई एनर्जेटिक एनर्जी छ भन्ने चाहिँ महसुस हुन्छ। एकदमै खुसी लाग्यो यहाँ उपस्थित हुन पाउँदा। अब कमेडीको कुरा गर्दाखेरि के कमेडी गर्ने, देशै कमेडी भइरहेछ। हाम्रा देशका नेताहरूलाई सम्झिए भने मलाई भन्न मन लाग्छ कि भोट हाली पठाएको प्रतिनिधि चुनेर बेरोजगारी बढिरहेछ, अरू के नै हुनेर। लाखौं जनता विदेश गए, अनेक सपना बुनेर, टाउको दुख्छ आजकल त यिनको भाषण सुनेर। आफ्नै देशमा बसिरहेछु गरिबीले थुनेर, असुरक्षित यात्रा गर्छु गाडीमा झुन्डेर, मेरो हातमा ठेला उठ्दा तिमीलाई मर्नु परोस् बुढा पुरै शरीर सुनेर। अब अहिलेको सिचुएसनलाई लिएर मैले खासै त्यस्तो कमेडी त बनाएको छैन, तर अहिले दुर्गेशको गीत चाहिँ एकदमै फेमस भइरहेको थियो, दुश्मन हेरेको हेरै। यसमा चाहिँ मैले आफ्नो स्टाइलमा लेखेको छु, तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया पाऊ। के हो तिम्रो काम सरकार नालायक हो नाम, के हो तिम्रो काम सरकार नालायक हो नाम, गफाडीको राजा रहेछ उखान टुक्का पाम, कता हिँडेको तिमी कुलमान फालेर, भ्रष्ट भएर दुष्ट भएर चोर भएर घुसखोर भएर हामी हेरेको हेरै। यति नै हुन चाहे। थ्याङ्क यू सो मच। मलाई आफ्नो केही प्रस्तुति राख्ने अवसर दिनुभयो। थ्याङ्क यू सो मच। थ्याङ्क यू।